अरे भाइ त यहीँ रहेछ त अलिक बजाउनु पर्ने छ रिस उठेको प्रेसर भएको छ कि ओ भाइ एकछिन निस्क तिमी बाहिर एकछिन निस्क त तिमीले अस्ति गाडी किन नरोकेको भाइ तिमीले गाडी देखिन त दाजु मैले गाडी किन नरोकेको कस्तो बिचो घुमा तिमीले के खोजेको देखिन न मैले हेर भाइ म त राम्रोमा राम्रो छु कि तिमीलाई चाहिँ फेरि अलिक देखौ भन ल तिमी चाहिँ आइनेदेखि चाहिँ त्यस्तो गरेको हुन्छ नि तिम्रो चाहिँ नि म नि दासा झापिन्छु बुझ्यौ के थाहा देखिन नि त ए झन्डै मारे नै बज्जाले भाइ किन खानु दाजु म डरले काम गर्न रिसले काम अब के भयो एकजना मान्छेले मलाई न्यु गर्छ बिडी कुलो किन तमास दाजु